यो हलहले भन्ने हो। यो हलहलेको धेरै रोग, यस साग खाने नि धेरै रोगहरू हुन्छ रे। त्यही भएर मैले यहाँ टिप्न लागेको छु। अनि यो हाम्रो घर पछाडि छ। घरको पछि यति धेरै छन्। यो टिपेर लगेर अनि सुकाएर फेरि चाप्ने, अन्त फेरि सुकाउने, अन्त चाप्ने गरेर यस्ता कोलिलो पात टिप्ने, त्यहाँ त राम्रो हुन्छ यो साग खाना। अनि बिमारीहरू पनि धेरै बिमारीहरू ठिक हुन्छ अरे भन्ने सुनेछु। त्यही भएर मैले यो टिप्न लागेको छु यहाँ आएर। ती राम्रा पात टिपेर त्यहाँ त लैजाने हो। यो हलहले हो। यति धेरै छ यहाँ त, परसम्म हलहले छ गल्लीभरि। त्यो हाम्रो पहिलाको घर हो। अझै पनि यति सालसम्म पनि इन्तजार गरेर बसेछन् यिनी घरले, आउली बस्ली भनेर। त्यही भएर म पनि बार यहीँ घुमिरहन्छु।